झापाली जनताको घर घरमा बालेन शाह जनताहरूले भने आफ्नो सन्तानको भविष्य यही देशमा बनाइदिनु पर्यो। यति राम्रो स्वर्ग जस्तो देश छाडेर विदेश जान नपरोस्। हो दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा आगामी प्रधानमन्त्रीका दावेदार बालेन्द्र शाह अहिले आफ्नो चुनावी प्रचार प्रसारको क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा 5 मा हुनुहुन्छ। यसै क्रममा उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेका जनताहरूको घर दैलो कार्यक्रम गर्न थाल्नु भएको छ र जनताहरूले उहाँलाई आफ्नो घर दैलो र आफ्नो गाउँ समाजको गुनासोहरू पोख्न थालेका छन्। यसै क्रममा जनताहरूले झापा 5 का जनताहरूले उहाँलाई आफ्नो सन्तानको भविष्य यही देशमा बनाइदिन अनुरोध गर्दै विभिन्न गुनासो र विभिन्न सरसल्लाह र सुझावहरू दिएका छन्। भिडियोमा हेर्नुहोस् जस्ताको तस्तै। आमा रुन्छिन्, हेर्नु त कस्तो पीडा छ यो देशमा। हामी चाहिँ उहाँ नोकर हुन जाने, यहाँ एउटा व्यवसाय खोल्न, यहाँ केही प्रोजेक्टहरूले केही व्यवसाय खोल्न यहाँका युवा युवती अथवा हामीलाई पनि दिनुहोस् न काम, हामीले गर्न सक्ने काम दिनुहोस् न। हामी गर्न सक्ने काम हाम्रो देशमै छ क्या, पैसा छ हाम्रो नेपालमा। त्यो विदेशमा के पैसा छ? दुनियाँ रोका छन्, कपमा चिया खान पाउँदैनन्। एउटा गाडीमा बस्छन् र कपमा चिया बोकेर हिँड्छन्, ड्युटी पुग्नुपर्छ। पुगेन भनेदेखि अब त्यहाँ के हुन्छ? 100 को स्पिडमा गाडी कुदाउनु, 100 को स्पिडमा गाडी लेखिदिएको हुन्छ, 100 को स्पिडमा गाडी कुदाउनु, 80 को स्पिडमा कुदाउनु। तपाईँलाई अगाडि पुलिस आएर ठ्याक्क रोकेर के भन्छ अघि फाइन तिराउँछ, तपाईँको लाइसेन्सको त्यो के हुँदो रहेछ त्यो काटिदिन्छ। अब त्यो लाइसेन्सको बनाउनुलाई 3 वर्ष 4 कति युवाहरू रोका छन्, कति महिलाहरू रोका छन्। यसलाई हजुरले राम्रो गर्नुपर्छ होइन। यही हो स्वास्थ्य, शिक्षा, गरिबी र विदेश जानको लागि भनिहालेँ मैले। कस्तो देशमा जाँदा राम्रो हुन्छ, कस्तो देशमा जाँदाखेरि हुन्छ भन्ने कुरा हजुरलाई थाहा हुन्छ। आमा बाउ चाहिँ छोराछोरीको कारणले आमा बाउ रुनु नपरोस्। हाम्रो बालेन्द्र सरजी आउनु भएको छ हाम्रो माझमा होइन। यो अब मेरो लागि र हाम्रो लागि सौभाग्यको कुरा हो, किनभने उहाँसँग यसको प्रत्यक्ष भेट्न पाउनु हामीको सबैभन्दा खुसी छौँ आज हामी कमलवासी। र अबको हामी प्रधानमन्त्री भनौँ न होइन, सबैले अब रुचाइरहेका छौँ होइन। रुचाउनु नै पर्छ, किनभने देशमा परिवर्तन चाहिएको छ। किनभने यो पुरानो नेतृत्वले अहिलेसम्म हामीलाई केही पनि दिन सकेन। आश्वासन चाहिँ एकदम दिने, जति पनि भयभरको आश्वासन चाहिँ हामीलाई थुपार दिने, तर एउटा माखो नमार्ने प्रवृत्ति, यो बाँदरे प्रवृत्ति अहिलेसम्मको नेतृत्वमा देखिरहेको छ होइन। अब बालेन्द्रको सरकार बनिसकेपछि भनेको चाहिँ अब हामीले त्यसमा केही नयाँ आशा पाउँछौँ कि भन्ने हामीलाई लागेको छ। र अब त्यसमा चाहिँ किनभने हाम्रो देशको नक्सालाई एक बनाएर काटेर खाने बाँदरे प्रवृत्तिका देश रह्यो भने हामी रहन्छौँ। किनभने हामीलाई त अब नेपाली हौँ भन्नलाई पनि अब गुगलमा खोज्नुपर्ने अवस्था बनाइसक्यो यो पुरानो नेतृत्वले होइन। अब यो नयाँ नेतृत्वले चाहिँ अब हामी वीर गोर्खाली हौँ भनेर चाहिँ अब विश्व सामु चिनाउनु पर्ने एउटा मैले देखेको छु। र अब अग्रिम शुभकामना छ बालेन्द्र सरलाई। पहिलो कुरा भनेको हामी आदिवासीले पहिचान भन्नु गर्दा पहिचान के हो? बहुसांस्कृतिक पहिचान, एकल पहिचान होइन। म चाहिँ भनेको एकल पहिचानको विरोधीले हाम्रो मात्रै पहिचान हुनुपर्छ भन्ने, बहुसांस्कृतिक पहिचान हुनुपर्छ भन्ने कुरा एउटा मूल मुद्दा आदिवासीको उठाउनु कुरा सरकार प्रमुखको नाताले हजुरले बिर्सिदिनु भएन। अर्को कुरा भनेको हामीले चाहिँ भनेको यही संविधानबाट पाउनुपर्ने अधिकारबाट अहिले पनि आदिवासीहरू वञ्चित छ। त्यो भनेको धारा 56 मा लेखिएको कुराहरू आदिवासी जनजातिको लागि स्वेच्छा क्षेत्र दिइनेछ भन्ने कुरा छ, विशेष क्षेत्र दिइनेछ, समृद्धि क्षेत्र दिइनेछ भनेर 3टा प्रश्न राखिएको छ। अहिलेसम्म बनेका सरकारले यसलाई व्यवस्था गरेर कानुन बनाएर कुन क्षेत्रमा कस्तो तपाईँको चाहिँ भनेको एउटा सांस्कृतिक एउटा अधिकारको लागि, त्यो पहिचानको लागि त्यसलाई चाहिँ भनेको विशेष क्षेत्र, स्वेच्छा क्षेत्र र समृद्धि क्षेत्र छुट्याउनु पर्ने कुरामा नपर्दै सरकारले यसमा ध्यान दियो, नसक्यो सरकारले पनि यो कुरामा ध्यान दिएको मलाई अर्को कुरो भनेको यही क्षेत्र नम्बर 3 को यही अहिले हाम्रो यो पाडा जङ्गी चोकमा